के गरे यस्तो यस्तो गर्ने हो आँखाको माया छ कि छैन हजुर छ यसरी अँध्यारोमा फोन हेरिराख्यो भने चाहिँ आँखामा जलबिन्दु पनि हुन सक्छ भनेर थाहा थियो त तपाईँहरूलाई हजुर जलबिन्दु जसले अन्ततोगत गएर तपाईँको आँखामा अन्धोपन पनि बनाउन सक्छ इनफ्याक्ट विश्व स्वास्थ्य सङ्गठनका अनुसार आँखाका 5 अन्धोपनका मुख्य कारणमध्ये एउटा कारण चाहिँ जलबिन्दु पनि हो बाहिरी माहौलमा अन्धकार हुँदाखेरि चाहिँ हाम्रो आँखाको जुन भित्री नानी छ त्यो भित्री नानी चाहिँ हाम्रो आँखाभित्र लाइट राम्रोसँग छिरोस् र हामीले अँध्यारोमा पनि देख्न सकौँ भन्नको लागि फैलिएर ठुलो भएर बसेको हुन्छ र नानी फैलिएर ठुलो भएर बसेको बेलामा चाहिँ जुन हाम्रो आँखाको पानी जाने बाटो छ त्यो चाहिँ नर्मलभन्दा अलि बढी साँगुरिने गर्दछ र यो साँगुरिएको समय धेरै लामो समयसम्म चलिराख्यो भने चाहिँ यसैले तपाईँको आँखामा चाहिँ जलबिन्दुको विभिन्न लक्षणहरू लिएर आउन सक्छ यदि तपाईँहरूको त्यो पानी जाने बाटो चाहिँ पहिलेदेखि साँगुरो छ जस्तै महिलाहरूमा पुरुषहरूको तुलनामा र मङ्गोलियन जातिहरूमा अरू जातिहरूको तुलनामा चाहिँ यो आँखाको पानी जाने बाटो प्राय सानो हुने गर्दछ र यदि त्यो आँखाको पानी जाने बाटो पहिल्यै साँगुरो छ भने चाहिँ यसरी अँध्यारोमा बसेर तपाईँहरूले स्क्रिनहरू चलाइराख्दाखेरि कहिलेकाहीँ एक्कासी आँखाको प्रेसर बढी भइकन आँखा दुख्ने टाउको दुख्ने र यतिसम्म कि कहिलेकाहीँ बान्तै आउने गरी टाउको दुख्ने समस्या पनि देखिने गर्दछ यो प्राय जसो गरी चाहिँ 60 वर्ष कटेको व्यक्तिहरूमा देखिने समस्या हो तर यङ मान्छेहरूमा देखिनै सक्दैन भन्ने चाहिँ होइन यसबाहेक यसरी नानी फैलिएको बेलामा कन्टिन्युअस स्क्रिन युज गर्नाले हाम्रो आँखा धेरै थाक्ने आँखाभित्र लाइटको मात्रा धेरै गइकन हाम्रो रेटिनामा पनि केही चेन्जेसहरू आउने अथवा हाम्रो सर्केडियन रिदम अर्थात् दिन रातको साइकल पनि चेन्ज भएर हामीलाई निद्रा नलाग्ने समस्याहरू पनि देखिने गर्दछ यही कारण हो मुभी हलमा गएर स्क्रिनमा मुभी हेर्दा हेर्दै कसैको चाहिँ आँखाको प्रेसर एक्कासी वात्तै बढेर आँखा दुखेर अस्पताल धाउनुपर्ने भएको पनि देखिने गर्छ त्यसैले साथीहरू एउटा सजेसन दिन्छु तपाईँहरूलाई यदि यसरी फोन युज गर्न कम्फर्टेबल लाग्छ र ब्राइट लाइट मन पर्दैन भने पनि साइडमा एउटा डिम लाइटको सोर्स जस्तै स्ट्यान्ड ल्याम्प अथवा टेबल ल्याम्प चाहिँ राख्ने गर्नु होला जसले गर्दाखेरि तपाईँको आँखामा हुने स्ट्रेन कम होस् र तपाईँको आँखाले चाहिँ उत्तिकै रिल्याक्स भएर स्क्रिन हेर्न पाओस् विल सी यु इन द नेक्स्ट भिडियो साइनिङ अफ सायनारा